नमस्ते, म सन्जिना सोनाहा, अति सीमान्तकृत लोपामुख सोनाहा जातिबाट। मेरो ठेगाना राजापुर बर्दिया। मेरो जातिको सङ्ख्या चाहिँ नेपाल विश्व देशभरिमै 1200को हाराहारीमा रहेको छ र म चाहिँ त्यो 1200 मध्ये पहिलो गायिका हो। म चाहिँ यो नेपाल आइडल सिजन 6मा आफ्नो प्रस्तुतिले म आफ्नो जातिलाई चाहिँ चिनाउन चाहन्छु। नमस्ते म्याम। नमस्ते सर। नमस्ते, तपाईँको नाम? सन्जिना सोनाहा। कहाँबाट सन्जिना? बर्दिया, राजापुर। रेडियोमा काम गर्नुहुन्थ्यो? होइन। बर्दियाबाट भन्यो भने बाघ देखेछ कि छैन? छैन सर। धेरै बाघ छ भन्छ नि। रियलमा चाहिँ देखेको छैन अहिले सर। बाटोमा मैले पनि देखाएको छैन है। कहिलेका ऐनामा हेर्दा देखिरहेको हुन्छ बगिनीलाई चाहिँ। खुब लाग्छ बगिनी। ल सुनो। चौबन्दीमा पटुकी बाँधे छैन भन्दैमा, पोखरीमा घाँस काट्न जाने छैन भन्दैमा, चौबन्दीमा पटुकी बाँधे छैन भन्दैमा, पोखरीमा घाँस काट्न जाने छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई म जस्तै माया चाहिन्छ। गाजल टिकी राम्रै लाग्छ, लाउने बानी छैन मेरो, लाउने बानी छैन, हो गाजल टिकी राम्रै लाग्छ, लाउने बानी छैन मेरो, लाउने बानी छैन, गोठाला र मेला पातमा धाउने बानी छैन मेरो, धाउने बानी छैन, उकाली र ओह्राली हो नहिँडेको बाटो, तर प्यारो लाग्छ मलाई मेरै देशको माटो, चौबन्दीमा पटुकी। हाम्रो बहिनीको अर्को एउटा पनि सुन्नुपर्ने भयो है, सन्जिनाको। तयार गर्नु भएको छ कि छ? ल कुन स्केल भन्नुहोस् त? डी माइनर। डी माइनर। ल एकपल्ट। मेरो प्यारो मान्छे तिमी एक्लै नजाऊ न, जाने भए मलाई पनि साथै लैजाऊ न। त्यो डिसाइड चाहिँ न्युसले गर्नु छ, साथ लैजाने कि नलैजाने है। ल तिम्रो दुईजनाले चाहिँ यस्तो अगाडि गीत मन परेन है तिम्रो दुईजनालाई? मन नपरेको होइन। आवाज त यस्तो ओपन र क्लियर, एकदम पावरफुल छ तपाईँको भोकल, त्यो प्रोजेक्सन छ नि, साउन्ड प्रोजेक्सन असम, एकदम राम्रो छ। थ्याङ्क यू।
साथै लैजाऊ भनिसक्यो उसले, कहाँ छोडेर जानु यतिकै मैले बोलाएको होइन बिच बाटोमा? बोलाउने मान्छे हो के भयो बाहिरसम्म लैदिउँ त अरे कि? मेरो प्यारो ल हाम्रो लाने हो यो कहाँ लाने बर्दिया लाने हो जाने भए मलाई पनि साथै लैजाऊ न। हाई नमस्ते। नमस्ते म्याम, हजुरको नाम? सन्दीप थापा। कहाँबाट सन्दीप? म यहाँ बागबजार पुतली सडक। के छ बाग बजारमा पसल? हजुर म्याम। के पसल छ तपाईँको? मेरो चिया पसल छ। चिया पसल छ? ओहो इन्दिरालाई चाहिरहेको थियो क्या मनपर्छ चिया मलाई। तपाईँ सेलेक्ट हुनुभयो भने त फ्रीमा चिया खान पाइन्छ, मलाई थाहा छ। हुन्छ म्याम, भइहाल्छ नि। सेलेक्ट भएन भने चाहिँ फेरि लखाड दिने त होइन नि, चिया होइन खान आयो म्याम, भने। तै पनि खुवाउँछु म। सुनौ सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिदिन्छ। सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिदिन्छ। साच्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ। सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिदिन्छ। के सोच्छु म जिन्दगीमा, सबै अधुरो रहिदिन्छ। बिहानी आउँछ आशा बोकेर, फेरि निराश बनाइदिन्छ। साच्न खोज्छु आँखामा सपना, आँसुले नै पखालिदिन्छ। सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिदिन्छ। यहाँ त पुरा यस्तो होला जस्तो छ, चिया त पक्का होला जस्तो छ हाम्रो। बाफ्रे के गर्ने भयो, के गर्ने भयो हामी? यस्तो खुला आवाज छ है। शीतमा चिया खानु भए पनि सेलेक्ट। सित्तैमा भने ल यस्तो गर न चिया ल्याइदियो होइन कार्ड लिएर जाऊ एकदम राम्रो छ तपाईँको। तपाईँले एकदम इजीले गाउनुभयो। गाउने मान्छेले इजीले गाएपछि सुन्ने मान्छेलाई नि एकदम इजी फिल हुन्छ है। अलिअलि रेन्जमा चाहिँ काम गर्नुहोस्, पछाडि अलिकति हाई पार्ट्सहरूमा चाहिँ तपाईँको त्यो काम गर्दाखेरि एकदम त्यो पनि इजी हुने जस्तो चाहिँ लाग्यो मलाई है। किनभने तपाईँको आवाज पनि ठुलो छ अनि टोन पनि एकदम ब्राइट छ। सबभन्दा राम्रो कुरो यो गीतलाई पर्फेक्ट मुडमा गाउनुभयो जस्तो लाग्यो मलाई है। अब तपाईँको मनपर्ने रिजल्ट लिएर जानु होला। यो लेभल तिमी पार गर्यो, अर्को पार गर्नु छ भने योभन्दा अलिक बेसी मेहनत गर्नुपर्छ। त्यतिखेर स्पेसल चिया, दालचिनी, कडा रङ अझ कडक हुनुपर्छ। अहिले त अलिअलि फिक्का चिया भयो भने पनि हुन्छ, पछि त एकदम कडक है। ल वेलकम। वेलकम भाइ, एकदम मन पर्यो। यस्तो स्मार्ट छौँ हामी, हेर्नुहोस्। चिसोको लागि यहाँ कोका कोला, तातोको लागि उहाँको चिया।